हेलो नमस्ते सम्पूर्णमा आशा छ सन्चै हुनुहुन्छ होला। खाना खाइयो फुर्सद छ। अब धेरै बोलिरहने मान्छेलाई नबोली बस्दा पनि उकुस मुकुस हुन्छ, के बोलौँ हुन्छ। त्यसैले आज चाहिँ एउटा विषयमा कुरा गरौँ। मान्छेले बाहुनहरूलाई लोभी भन्छन्, वास्तवमा हो पनि बाहुनहरू धेरै लोभी हुन्छन्। तर लोभ गर्नु गलत होइन, लोभ गर्नुपर्छ। बाहुनले मात्र होइन, सबैले लोभ गर्नुपर्छ। लोभ भनेको चाहिँ छुट्टै कुरो हो, लालच भनेको छुट्टै कुरो हो। लालच गर्नु चाहिँ गलत हो। मेरो सम्पत्ति, मेरो कमाई, मेरो धन, मेरो पैसा या त कुनै पनि मेरो बहुमूल्य चिज मैले कसैलाई दिइनँ भने, यो म कसैलाई पनि दिन्न भने मान्छेले मलाई लोभी भन्छन्। हो, लोभी हो म। तर यहाँनिर म कहाँ गलत भएँ? मेरो सम्पत्ति, मेरो अधिकारको कुनै पनि चिज म अरूलाई दिन चाहन्न भने त्यो मेरो खुसीको कुरा हो। यहाँ म कहाँनिर गलत भएँ? यसमा केही पनि गल्ती छैन, गलत भन्ने केही पनि छैन। त्यो आफ्नो इच्छाको कुरा हो। किनकि मेरो सम्पत्ति मैले कसैलाई दिन चाहन्न भने मलाई गलत भन्न मिलेन। त्यसैले लोभ गर्नु गलत त होइन। लालच चाहिँ गर्नु हुँदैन। लालच चाहिँ छुट्टै कुरो हो। त्यो चाहिँ अरू कसैको कुनै पनि बहुमूल्य चिज देखेर आहा त्यो पनि मेरै भए हुन्थ्यो, जसरी भए पनि मैले त्यसलाई आफ्नो बनाउने नियत राखेँ भने खोसेर हडपेर कुनै पनि तरिकाले त्यो पनि मेरै भए हुन्थ्यो। अर्काको पद, अर्काको पैसा, अर्काको अधिकारको कुनै पनि चिज, अर्काको धन, अर्काको श्रीमान, अर्काको श्रीमती, अर्काको खेतबारी, अर्काको सुन, त्यो मेरो भए हुन्थ्यो भन्ने नियत मैले राखेँ भने चाहिँ त्यो चाहिँ लालच गरेको हो। अनि लालच गर्नु चाहिँ एकदमै गलत हो। लोभ गर्नु र लालच गर्नु, लोभ र लालच बिचमा फरक छ। लोभी व्यक्ति गलत व्यक्ति होइन। लोभ गर्नुपर्छ। लोभ गरेन भने त सकिहाल्यो त। मान्छे त फेरि टिक्न गाह्रो हुन्छ। सबैले लोभ गर्नुपर्छ। लोभ गर्ने मान्छेलाई गलत नसोच्नु होला। लालच चाहिँ गर्नु हुँदैन। अरूको कुनै पनि बहुमूल्य चिज या त राम्रो देखेर आहा त्यो पनि मेरै होस् भन्ने नियत यदि कसैले राख्छ भने त्यो चाहिँ एकदम गलत हो र त्यो चाहिँ लालच हो। लालची हुनु हुँदैन है। अनि यो दुईवटा फरक फरक कुरा हो भनेर चाहिँ भन्न चाहेको। हुन त यो मैले भनेको हो, मेरो विचारको कुरा हो होइन। कतिलाई यो विचारसँग चित्त बुझ्ला, कतिलाई नबुझ्ला। सबैले मेरो विचारमा सहमति जनाउनु पर्छ भन्ने त्यस्तो कसैको पनि बाध्यता छैन है। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि यो भिडियो मन पर्यो भने भिडियोलाई शेयर गर्न चाहिँ नबिर्सनु होला। हस्त शुभरात्रि।